माओवादी अध्यक्ष प्रचण्ड आज प्रेस शाखामा गएर आफ्नो पार्टी कार्यालय अवलोकन गर्नु गएर के भनेछन् भन्दा बडो अचम्म छ नि। अब हामी फेरि तपाईँको योभन्दा विशाल पार्टी बनाउँछौँ, योभन्दा विशाल पार्टी कार्यालय बनाउँछौँ, अब जनतामा खतरा रूपले जान्छौँ, अब दुईटै ल्याउँछौँ, अगडम बगडम बडो अचम्म छ। अब पनि यिनीहरूलाई आश छ, गर्छन्। आफैमा आत्मविश्वास पनि कति, के का लागि आत्मविश्वास, कति आत्मविश्वास, म त यो देखेरै अचम्म पर्छु त। अब उता महेश बस्नेतजी यो कसरी समाउँछ जस्तो लाग्छ होला, कि आधारमा आफैले के को आत्मविश्वास हो, धेरै कता के खानुहुन्छ उहाँहरूले यार। त्यति यो अवस्थामा पनि यति ठुलो आत्मविश्वास आफैमा, अब यो खासै राम्रो हुनु, स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन, त्यसैले चाहिँ यतिसम्मको ठुलो नगरौँ क्यारे। काङ्ग्रेस एमाले माओवादीको साथीहरूले यति ठुलो आत्मविश्वास नदेखाउँ, किनकि जनताले अस्ति फल धक्का हानेर त्यहाँ निकालेको चिज भोग्रे ठ्याक लगाएर जुन जनताले निकाल्यो नि, यति ठुलो आत्मविश्वासमा हामी चाहिँ भर्खर उठ्छौँ, गर्छौँ, यो गर्छौँ, 6 महिनामा चुनाव जितेर बहुमत ल्याउँछ, अरू जमाना जफत हुन्छ, के बोले आयो बोल्ने कुरा हो। आफूलाई अलिकति मजा आयो बोल्दाखेरि, आफूले सुन्दाखेरि, तपाईँ कार्यकर्ताले नै सुन्दाखेरि चाहिँ यो खासै मजा आयो जस्तो लाग्यो मलाई है।